हेलो गाइजहरु, नमस्ते नमस्कार सम्पूर्णमा। धन त खल्तीमा अटाउँछ, मन त सारा दुनियाँमा अटाउँछ। हाँसेर भन्थे ज्याकेट फेरिन्छ मन फेरिन्छ कि भनेर। धन आयो मन त उही नै हो। पोखराको लेक साइडमा फेवा ताल छेउमा कान्छा बाको सानो चिया पसल, 4वटा प्लास्टिकको कुर्सी, एउटा टिनको छानो र भाडो भरी चिया। कान्छा बा र गरिब घर छैन, पसलमै सुत्छन् तर अनुहार सधैँ उज्यालो। हरेक बिहान 5 बजे उठेर उनी पहिलो चिया आफै खान्थे। ताल वरिपरि दौडिने आउने, कुच्चो लगाउने, फुल टिप्ने दिदी बहिनीहरूलाई चिया पकाएर दिन्थे। दिदी तातो चिया खानुहोस्, जाडो छ, पैसा भए दिनुहोस्, नभए भोलि। एक दिन ठुलो पानी पर्यो, पर्यटक कोही आएनन्। साँझ 7 बज्यो, भाडामा चिया बाँकी नै छ। त्यही बेला 3 जना साना साना नानीहरू रुच्दै आए। स्कुलको ड्रेसमा झोला भिजेको थियो। बा भोक लाग्यो, घर टाढा छ। कान्छा बाले हेरे, खल्तीमा जम्मा 50 रुपैयाँ आजको कमाई। उनले त्यो 50 को चौचौ पकाएर बाँकी भएको सबै चिया खन्याएर दिए। खानु नानी, नडराउनुहोस्। नानीहरूले खाए। जाँदा एउटी बहिनीले भनिन्, बा हामी जस्तै गरिब हुनुहुन्छ, कति ठुलो मन बाको, पैसा छैन। कान्छा बा हाँसे, पैसा भएर केही गर्नु नानी। हामीहरूले बा भन्थ्यौँ। म धनी भए 6 महिनापछि पोखरामा ठुलो महोत्सव, मेयर आउने, मन्त्री आउने। कान्छा बाको पसल उठाउन वडाले मान्छे पठायो। राम्रो सहर बनाउनु छ, यो टहरो हटाउनु। कान्छा बा सामान्य बाध्य थिए। त्यही बेला भिड लाग्यो। अगाडि एउटी म्याडम त्यही दिन रुच्दै आएकी थिइन्। त्यो पसल अगाडि नानीको मुहार हेर्दै, साँच्ची पहिला चिया खाएको नानी त डाक्टर बनेर आएको रहेछन्। पछाडि 200 जना, कोही शिक्षक, कोही पुलिस, कोही होटलको साहु। सबैले भने, यो टहरो उठ्दैन, यो पोखराको मुटु हो। मेयरले सोधे, किन? डाक्टर नानीले भनिन्, सहर तपाईले राम्रो सहर बनाउन सडक चाहिन्छ भन्नुभयो। तर सहर सडकले बन्दैन, कान्छा बा जस्तो मनले बन्छ। उहाँसँग धन छैन, तर सहरमा सबैभन्दा धनी मन उहाँसँग छ। भोलिपल्ट नगरपालिकाको कान्छा बालाई नयाँ पसल बनाइदियो। मन लेख्यो, मनको चिया पसल। मुनि सानो अक्षरमा